मलाई खासमा चुनावको डिजाइन चाहिँ गर्नै मन थिएन। किनकि यो एभरग्रिन पनि होइन, 3, 4, 5 वर्षमा एकचोटि काम लाग्ने हो। त्यही पनि एकजना क्लाइन्टले रिक्वेस्ट गर्नुभएको भएर चाहिँ मैले यो डिजाइन बनाइदिएको हो। यो डिजाइन चाहिँ मैले जतिसक्दो चाहिँ एक-एक कुरा एडिट गर्न मिल्ने तरिकाले बनाइदिएको छु। जस्तै यो सेप भयो, तपाईँले यहाँ क्लिक गरे पछाडि अटोमेटिकली अब तपाईँको त्यही लेयरमा जान्छ। जस्तै मैले यहाँ क्लिक गरेँ, अटोमेटिकली यहाँ हेर्नुहोस् त, यो लेयरमा गयो है। अब म के गर्छु भने तपाईँको डबल क्लिक गर्नु पर्यो मैले यहाँनेरि। अब यस पछाडि चाहिँ मैले यसको कलर आफूलाई जस्तो चाहिन्छ त्यसरी नै चेन्ज गर्न सक्छु। मैले यहाँबाट सबै सेपकै कलर चेन्ज गर्न सक्छु। तपाईँले पनि आफ्नो रिक्वायरमेन्ट अनुसार अरू कुनै पार्टीको राख्नु छ भने पनि त्यही अनुसारको कलर राख्नु छ भने पनि तपाईँले कलरहरू सबै नै चेन्ज गर्न मिल्यो यसरी। अब बाँकी आयो यो सेपको कुरा। यो सेप पनि एडिटेबल हो सबै। जस्तै मैले यहाँ क्लिक गरेँ, अटोमेटिकली तपाईँको यसकै लेयरमा गयो यहाँनेरि। अब म फेरि के गर्छु भने यिनीहरू डबल क्लिक गर्छु, त्यस पछाडि मैले बक्साको पनि रङ चेन्ज गर्न मिल्यो। जस्तै मैले पहेँलो पनि राख्न सकेँ वा रातो पनि राख्न सकेँ। सँगसँगै तपाईँले यहाँको टेक्स्टलाई पनि डबल क्लिक गरेर टेक्स्टको तपाईँले रङ पनि चेन्ज गर्न मिल्यो र यसको तपाईँले अब टेक्स्टहरू सबै तपाईँले चेन्ज गर्न मिल्यो। अब इमेजहरू चेन्ज गर्ने तरिका पनि त्यही हो। यहाँनेरि मैले सेलेक्ट गरेँ, अटोमेटिकली यसको लेयरमा गयो यहाँनेरि। अब म के गर्छु भने मैले जुन इमेज राख्नुपर्ने हो त्यो इमेजलाई चाहिँ ठ्याक्कै यही इमेजको माथि ल्याएर राखिदिन्छु। फर एक्जाम्पल एकछिनको लागि उदाहरणको लागि यही फोटो लिऊँ। यसलाई मैले चाहिँ के गरेँ भने ठ्याक्कै यही फोटोको माथि राख्थेँ र मैले चाहिँ अब यसलाई आफ्नो माउसले चाहिँ ड्र्याग गरेर ठ्याक्क मुनि ल्याइदिएँ, माथिकोलाई हाइड गरिदिएँ। त्यस पछाडि यो भइहाल्यो। यसलाई मैले अब कन्ट्रोल टी थिचेर अब मिलाउन सकेँ। अब अरू कुराहरू पनि सबै फुल्ली एडिटेबल छन्। जस्तै तपाईँको यो माथिको रङहरू पनि तपाईँले सबै चेन्ज गर्न मिल्छ, टेक्स्टहरू पनि सबै चेन्ज गर्न मिल्छ। अर्को पनि यस्तै खाले डिजाइन यही भिडियो पछाडि होला। यदि अर्को डिजाइन चाहिन्छ चुनावको रिजल्टको भने त्यो पनि तपाईँले डाउनलोड गर्न सक्नुभयो।